भन्ने विषयमा यो युएनकेले एकदमै राम्रो महत्त्वपूर्ण काम गरेको छ र त्यो युएनको महासभा 2017 भएको महासभाले चाहिँ सांकेतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस मनाउने भनेर चाहिँ जुन घोषणा पनि गरेको छ। यो चाहिँ आगामी असोज 7 गते सेप्टेम्बर 23 अन्तर्राष्ट्रिय सांकेतिक भाषाहरूको दिवस पर्दछ र हामीले यो चाहिँ निरन्तर मनाउँदै आइराखेका छौँ र यो विशेष दिनमा तपाईहरु पनि सहभागी हुनुहुन्छ भन्ने मैले अपेक्षा पनि राखेको छु। हामीले तपाईहरुलाई निमन्त्रणा पठाउने छौँ त्यो दिवसको विषयमा। हामीले काठमाडौँ उपत्यकाभित्र विशेष गरी 800-900 जना महिला साथीहरू अन्य साथीहरू पनि त्यसमा सहभागिता हुनुहुन्छ र त्यसमा म सम्पूर्णलाई म हार्दिक निमन्त्रणा गर्न चाहन्छु। हामी राष्ट्रिय महिला महासङ्घ नेपालले स्थापना कालदेखि नै नेपाली सांकेतिक भाषाको यो शब्द सङ्केतहरू सङ्कलन, त्यसको निर्माण, यो पुस्तक डिक्सनेरीहरू हामी छपाई गरेर निःशुल्क रूपमा वितरण गर्दै आइराखेका छौँ। नेपालमा 22 वटा विशेष विद्यालय छ जहाँ चाहिँ सांकेतिक भाषाको माध्यमबाट पठन पाठन हुन्छ र त्यो विद्यालयहरूमा राष्ट्रिय महिला महासङ्घबाट उत्पादन भएको यो सांकेतिक भाषाको जुन सामग्रीहरू छ त्यसैको भरमा चाहिँ सञ्चालन भइराखेको छ। हामीले यो जेनजीको नयाँ सरकार आइसकेपछि हामीले नयाँ सरकारसँग समन्वय गरेर हामीले एडभोकेसी गरेर केही कामहरू पनि गरेका छौँ। नेपाल टेलिभिजनमा चाहिँ अगाडि यो प्रत्येक हप्ता यो शनिबार सांकेतिक भाषामा समाचार आउँथ्यो र दैनिक रूपमा चाहिँ बिहान 7 बजे मात्रै समाचार आउँथ्यो भने अहिले नयाँ सरकार भएपछि बेलुकाको 8 बजेमा पनि सांकेतिक भाषाको समाचार राख्न थालेको छ। प्रसारणबाट प्रतिनिधि सभाको बैठकमा पनि हामीले महिला व्यक्तिहरूको लागि सांकेतिक भाषा दोभाषीबाट त्यहाँको कुराहरू सुन्न र हेर्न पाउने भएका छौँ। त्यो हाम्रो लागि गर्वको विषय हो र प्रत्यक्ष लाइभ गर्ने संसदको विषयलाई चाहिँ प्रत्यक्ष लाइभ गर्ने चाहिँ नेपाल दोस्रो देश बन्न पुगेको छ। त्यस कारणले हाम्रो गर्वको विषय हो। अन्तर्राष्ट्रिय लेभलमा पनि हामीले नेपालले गरेको उपलब्धिहरू र नेपालबाट सिक्नको लागि अन्तर्राष्ट्रिय समुदायले पनि हामीलाई धेरै चासो देखाइराख्नु भएको छ। त्यो अनुसारले हामीले सहजीकरण पनि गर्दै आइराखेका छौँ।